Oh my God. So, my friends, welcome to my regular IELTS tips show. नमस्ते सम्पूर्णमा आज भने हामी आइएलटिएसको राइटिङको बारेमा छलफल गरिन्छौँ है त परीक्षाहरू सायद नजिकै छ होला तपाईँहरूको होइन तपाईँ पनि पक्कै कोरिया जाने सोच्नु हुनुहुन्छ होला यसपालि यसपालि नेपालबाट कोरिया ब्याचलर्स मास्टर्स र डिप्लोमामा पढ्न जाने विद्यार्थीको सङ्ख्या वाक्कै बढेको छ सो मोस्ट प्रोभाब्ली तपाईँ पनि आइएल्ट्स राइटिङमा स्ट्रगल गर्दै हुनुहुन्छ होला सो आज भने म तपाईँहरूलाई तपाईँहरूको आइएलटिएसको राइटिङको बारेमा केही सल्लाहहरू दिनेछु तपाईँको इक्जाममा नम्बर कसरी धेरै लिएर आउने त्यो विषयमा हामी छलफल गर्नेछौँ सो आइएल्ट्स राइटिङ भन्ने बित्तिकै मोस्ट प्रोभाब्ली तपाईँहरूले यदि क्लास लिइसक्नु भएको छ भने आइएल्ट्सको राइटिङ चाहिँ दुई प्रकारको हुन्छ आई मिन आइएल्ट्सको राइटिङमा चाहिँ दुईवटा टास्क हुन्छ द्याट इज टास्क 1 एन्ड टास्क 2 टास्क 1 मा चाहिँ यस्तै खालको पिक्चरहरू तपाईँले डिस्क्राइब गर्नुपर्छ भने टास्क 2 मा चाहिँ तपाईँहरूले एसेहरू लेख्नुपर्ने हुन्छ र आज भने हामी टास्क 1 को विषयमा कुरा गरौँ है त सो टास्क 1 मा इन जेनरल तपाईँले 20 मिनटमा 150 शब्द लेख्नुपर्ने हुन्छ र 20 मिनटमा 150 शब्द भनेको यसो गर्ने हो भने खासै धेरै चाहिँ होइन तर समस्या चाहिँ यहाँ थोरै लेखेर अथवा लेख्न नभ्याएर भन्दा पनि धेरै लेखेर समस्या छ खास गरी इङ्ग्लिसलाई चाहिँ त्यति ठुलो नमान्ने बोर्डिङबाट आउनुभएको विद्यार्थीहरूको लागि अथवा इङ्ग्लिससँग खेल्दै आउनुभएको विद्यार्थीहरूको लागि चाहिँ आइएल्ट्सको राइटिङ टास्क त्यति ठुलो कुरा चाहिँ हुँदैन त्यही कुरा तपाईँहरूलाई डुबाउँछ सो आइएल्ट्सको राइटिङ टास्कमा यु सुड बी भेरी केयरफुल you should not write unnecessarily long, okay? The more precise you are, the more result or the better the score that you will get in your IELTS writing task 1. So IELTS writing task 1 मा usually हामीलाई description हुन्छ. So picture descriptionहरू विद्यार्थीले के गर्छ भने writing task 1 मा यहाँबाट लेख्छ. Okay? Picture description यहाँबाट लेख्ने हो भने picture description यहाँबाट लेख्ने हो. यहाँ मतलब आँखाले जे देख्छ त्यति कुरा मात्रै लेख्ने हो you shouldn't write what you think from your heart or what you think from your brain so picture writing अथवा picture description भनेको it's a descriptive not prescriptive okay you shouldn't go with your personal thought you shouldn't go with your personal experiences or you shouldn't go with your personal assumptions so here in writing task 1 you should go what you see or what you find so what information that you can see and what information that you can find र त्यसको लागि चाहिँ सबैभन्दा पहिला तपाईँहरूले ख्याल गर्नुपर्ने कुरा भनेको के गर्न हुन्छ र के गर्न हुन्न भन्ने कुरा एकदमै इम्पोर्टेन्ट छ इक्जाममा ओके सो बेसिकली डिभाइड द इन्फर्मेसन लजिकली यदि तपाईँ आइएल्ट्स राइटिङ टास्क 1 गर्दै हुनुहुन्छ भने तपाईँले सकेसम्म आफ्नो इन्फर्मेसनहरूलाई चाहिँ क्याटेगोराइज गर्नु पर्यो भेटाएको जति सबै एक्सप्लेन गर्ने होइन ओके राइटिङ टास्क 1 भनेको अलिकति स्क्रुराइज भर्जनमा अलिक कम्प्रेस भर्जनमा मोर इन्फर्मेटिभ बट इन कम्प्रेस्ड फर्म ओके सो नेक्स्ट वान इज स्टार्ट विथ क्लियर टपिक स्टेटमेन्ट प्रायः विद्यार्थीले के गर्छ डाइरेक्ट इन्फर्मेसन हाल्छ डाइरेक्ट इन्फर्मेसन जस्तै द प्राइस अफ गोल्ड इज 50,000 while the price of blah 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 is 70,000 you shouldn't go with exact information but before that you should go with some central or conceptual idea so you start with clear topic sentence अर्को भनेको use accurate trained vocabulary normally writing task 1 मा especially if you are talking about bar diagram or if you are talking about line curves then you should go with some specific trained vocabularies हामी अर्को सेसनमा चाहिँ त्यो ट्रेन्ड भोकाबुलरीको बारेमा पनि छलफल गर्छौँ सो ट्रेन्ड भोकाबुलरी भनेको के हो ट्रेन्ड भोकाबुलरी अन्तर्गत के कुरा आउँछ द्याट इज रियली इम्पोर्टेन्ट एन्ड यु सुड मेक श्योर अबाउट द्याट एन्ड नेक्स्ट वान इज include comparison exactly IELTS writing tasks if you don't compare you won't get your desired score so comparison is always really important so include comparison and similarly you should mention some significant data only rather than going in detail or going in depth as I have been saying in IELTS writing task 1 you shouldn't explain every single things together so and now coming to what you shouldn't do in IELTS writing task 1 firstly do not write a list आइएल्ट्स राइटिङ टास्क यो तपाईँको राइटिङ स्किल टेस्ट गर्ने हो जिके टेस्ट गर्ने होइन सबै कुरा बुदामा लेख्यो कि गयो बुदामा लेख्ने होइन प्याराग्राफिक फर्म ओके प्याराग्राफिक फर्म नेक्स्ट वान डु नट गिभ पर्सनल ओपिनियन एज आई बिन सेइङ डोन्ट राइट फ्रम your mind or don't write from your heart write from your eyes what you see just collaborate your hand and eye okay of course you need to use your brain to process but you shouldn't write from your personal thought or personal opinion do not explain the reason don't go with reason okay the IELTS task IELTS writing task it doesn't need any reason for your writing and do not repeat the introduction do not repeat the introduction भनेको we are not allowed to use same vocabularies or same things exactly the same one from the question so of course you should take help from the question but before that you should be prepared with some synonym collocations or paraphrasing of the question okay and next is avoid using simple sentence yes
If you want to get score in grammar, then you shouldn't use very simple sentences from those beautiful tenses, okay? Simple present, simple past, simple future को त्यो सिम्पल सेन्टेन्स लेख्नु होइन. अब यो सिम्पल सेन्टेन्स र नन सिम्पल सेन्टेन्स भनेको के हो, यसको लागि चाहिँ अलग्गै भिडियो बनाउँछु म होइन. अहिले चाहिँ यति बुझिराख्नुहोस् कि सिम्पल सेन्टेन्स यो चाहिँ नगर्ने. र एट लास्ट a very good structure भनेको टपिक सेन्टेन्स, मेन फ्रेन्ड, सपोर्टिङ फिगर र कम्प्यारिजन. आइएल्स राइटिङ टास्क 1 एकदमै टेक्निकल कुरा हो है. यो एकदमै यो इन डिटेल इन डेप्थमा तपाईँको एकदमै जिके नलेजलाई एसेस गर्ने हिसाबले यो इक्जाम हुँदैन. सो इन आइएल्स राइटिङ टास्क 1 यु निड टु बी भेरी भेरी सिन्सियर एन्ड भेरी भेरी स्पेसल. यी कुराहरू भयो. अब यी बाहेक अब तपाईँले बिस्तारै ट्रेन्डको बारेमा जानकारी लिनुपर्छ आइएल्समा. सो वाट इज ट्रेन्ड, ओके? ट्रेन्डको बारेमा यु सुड नो अबाउट इन्टेन्सिफाइङ टेक्निक्स, एडभर्ब्सहरू कसरी युज गर्ने. अनि अर्को भनेको भर्बलाई, एक्सन भर्बलाई चाहिँ तपाईँ नाउन फर्ममा कसरी ट्रान्सफर गर्ने. एक्सन भर्बलाई नाउन फर्ममा कसरी ट्रान्सफर गर्ने र एक्सन भर्बले लिने जुन त्यो एडभर्ब छ त्यो एडभर्बलाई नाउन फर्ममा ट्रान्सफर गरिसकेपछि त्यसलाई एडजेक्टिभमा कसरी ट्रान्सफर गर्ने त्यो पनि एकदमै 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 इम्पोर्टेन्ट छ. सो अहिले चाहिँ मैले तपाईँहरूलाई यति भन्न चाहेँ कि आइएल्स राइटिङ टास्क भनेको एकदमै टेक्निकल टास्क हो, ओके? इट्स भेरी स्ट्राटेजिक एन्ड भेरी टेक्निकल. सो अहिले भने मैले तपाईँहरूलाई एउटा एकदम गजबको एउटा सेन्टेन्सेस फाल्दैछु. जस्तै तपाईँले ट्रेन भर्बमा एक्सन भर्ब लिन सक्नुहुन्छ. एक्सन भर्बलाई तपाईँले नाउन फर्ममा चेन्ज गर्ने बित्तिकै त्यति बेला सम एडिसनल अरू भर्ब युज गर्नुपर्छ जसलाई हामी एक्सपिरियन्सवाला भर्ब युज गरिरहेको छौँ. र अर्को भनेको देयर प्लस बी वाला सेन्टेन्स युज गर्न सक्नुहुन्छ. र अर्को भनेको प्यासिभ स्ट्रक्चर युज गर्न सक्नुहुन्छ. फर एक्जाम्पल, इफ यु से द प्राइस रोज, इट क्यान बी रिरिटन अर इट क्यान बी प्याराफ्रेज एज द प्राइस एक्सपिरियन्स द राइस. त्यस्तै गरी देयर वाज अ राइस. सो यहाँको यो रोज फर्म छ नि, यो भर्ब फर्म चाहिँ यहाँ आउँदाखेरि तपाईँको नाउन फर्म भइसकेको छ. यसरी तपाईँले भर्ब फर्मलाई नाउन फर्ममा ट्रान्सफर गरेर पनि वाक्य बनाउन सक्नुहुन्छ भने अर्को भनेको त्यसलाई प्यासिभ फर्ममा पनि गराउन सक्नुहुन्छ. यसरी इफ यु वान्ट टु बी अ भेरी गुड राइटिङ गुड राइटर फर योर आइएल्स राइटिङ टास्क, देन यु मस्ट ह्याभ एट लिस्ट दिस 4 आइडियाज अबाउट ट्रान्सफर्मिङ योर सेन्टेन्स फ्रम one फर्म टु द नेक्स्ट फर्म, ओके? सो त्यस्तै गरी तपाईँले एक्सपिरियन्सको ठाउँमा केही अरू वर्डहरू जस्तै विटनेस, रेकर्ड, स, अन्डरवेन, सोर्ड, डिस्प्लेड, रजिस्टर, इन्डिकेट, डेमोन्स्ट्रेट जस्ता यस्ता वर्डहरू पनि तपाईँले राखेर आफ्नो राइटिङ टास्कलाई चाहिँ मल्टिपल फर्ममा लिएर जान सक्नुहुन्छ, ओके? सो बेस्ट चोइस फर आइएल्स राइटिङ टास्क 1 एक्सपिरियन्स, विटनेस, रेकर्डेड, register. And of course, if you want to know something more than this, or if you want to be very good at your IELTS writing task 1, or if you want to use for your desire is for, I'm available at Survive International Education, Kawa City, Naya Bazar. And at last, it's been more than 13 years that I've been teaching IELTS, and of course, I can be a part of your success as well. So if you wish to score good in your IELTS writing task 1, please do visit me, Survive International Education. Thank you. See you very soon.